हामी चाहिँ आज अब मुस्ताङको मुक्तिनाथको टुर स्टार्ट गरियो पोखराबाट। यहाँ चाहिँ धौलागिरी र माछापुच्छ्रेको दृश्य अवलोकन गर्दै बिहानी पख। मौसम चाहिँ क्लियर नै छ यतिको होइन। यो बेग खोला भन्ने ठाउँमा आइयो। जिल्ला त म्याग्दिनै पर्छ। क्रसर उद्योग
को लागि होला यो गिटीहरू खोलामा। माथि पहाड छ, यस्तो छ, पुल छ, कालीगण्डकी रमाइलो ठाउँ छ। गाडीहरू हिँडै छन्।
मौसम खुलेन मौसम खुल्या भए चाहिँ दामी हुन्थ्यो होइन बादलले गर्दाखेरि भ्यू देख्न पाइएन क्या नाइस भ्यू यही बेलामा बादल लाग्छ
थियो पानी हामी चाहिँ लेटेबाट माथि कोबाङ बजारभन्दा पनि माथि आइपुग्यौँ। अब मुस्ताङ जोमसोङ पुग्नलाई अब 20-25 मिनट छ होला बाँकी। बिचमा पानी पर्यो, एकछिन रोकिनु पर्यो। बाटो चाहिँ एकदम राम्रो छ के। अहिले चाहिँ हामी मार्फा आइपुगेका छौँ। जोमसोङभन्दा अलि तल पानीले भिजेको छ बाटो, पानी परेको छ, उज्यालो पनि छैन, बादल लागेको छ। तपाईँहरूलाई हामी अब मार्फा देखाउँदैछौँ है। मार्फा भिलेज भरपछोङ गाउँपालिका पर्दो रहेछ यो चाहिँ। उज्यालो नभएकोले त्यति राम्रो भ्यू नआउने भयो क्या दृश्यहरू। बादल भिडियोहरू क्लियर नआउँदैन। मान्छेहरू फर्किँदैछन्, हामी जाँदैछौँ। ठिक छ, हामी अब जोमसोमभन्दा पनि अझ अगाडि गएर बस्ने प्लान बनाएको छौँ। के हुन्छ, पानी आएन भने चाहिँ माथितिर चाहिँ पानी पर्दैन अरे त्यति, तल मात्रै पानी पर्ने, माथि पऱ्यो भने चाहिँ हिउँ पर्ने, पानी पर्ने चान्स चाहिँ कम हुँदो रहेछ कि माथि। बाटो यस्तै छ, कुनै ठाउँमा बिग्रेको छ।
सुरुमा मुक्तिनाथ मन्दिरसम्म चाहिँ बाटो नराम्रो चाहिँ भन्न मिल्दैन। अप्पर मुस्ताङको लागि चाहिँ बाटो चाहिँ पुरै अफरोड बाटो हो, अप्ठ्यारो छ भन्छन्। जानेको भन्दा आउनेको लहरको धेरै भयो कि। होटेल व्यवसायहरू चाहिँ राम्रो चल्ने देखियो। मान्छेहरू टुरिस्टहरू चाहिँ अत्यधिक मात्रामा आउँदा रहेछन्। इन्डियनहरू पनि निकै आउँदा रहेछन् कि। जोमसोम कटेर अब मुक्तिनाथको लागि हिँड्दैछौँ। यो चाहिँ पुरानो जोमसोम चाहिँ अलि माथि पर्छ अरे, यो चाहिँ नयाँ जोमसोम रहेछ। यो चाहिँ के भेडाहरू होला होइन? ओ दाइ कतिवटा छन्? 50वटा भन्नुभयो क्या अरे। घन्टी बजाउँदै हिँड्या भेडाहरू। यता कालीगण्डकी रुख बिरुवा केही पनि छैन। माथि डाँडातिर त केही पनि छैन। कागबेनी 9 किलोमिटर। जोमसोम कटेपछि कागबेनी पछि मुक्तिनाथ। मुक्तिनाथ मन्दिरसम्म बिच छ अरे। कुनै ठाउँमा चाहिँ भत्किएको छ बिच। घाम लागेको हुन्छ भने चाहिँ यो अत्यधिक राम्रो देखिन्छ कि यो सिन। घाम नलागेपछि यस्तै हो। अहिले निर्वाह गरौँ न भनिरहेको छ। कुनै दिन फेरि घाम लागेको आयो भने सोध्नु पर्यो है। इन्डियादेखि जस्तो लाग्दैछ। सोधौँ। साइकल पनि फेरि यो ठुलो साइकल हो फेरि। हाय किधर से आया? यूपी गोरखपुर। ये साइकिल में आया? ये जो ऐसा रोड है ना, क्या बोलता है, ऊंचा, ये पैदल मार सकता है? ऊंचा आ गया तो ऐसे हो जाएंगे, फिर ऐसे चलेगा। पैदल आ जाएगा तो ओके। आज किधर तक जाएगा? आज कागबेनी जाकर बैठेगा। कितना दिन में आया यूपी से? आज 9th डे। फिर जाने के टाइम में तो उतना टाइम नहीं लगता है। हाँ, 1-2 दिन तो कम हो जाएगा जरूर। 1 दिन कम हो जाएगा। रोड इधर सही है ना, ढलान फिर पड़ेगा, बट आगे फिर वही रोड पड़ेगा। ओके जी। पहाड़ है ना, ऊपर नीचे ऊपर। कैसा है नेपाल? कैसा है?
नेपाल तो बहुत अच्छा है और उससे भी अच्छे यहाँ के लोग हैं, बहुत ही अच्छे हैं, मतलब सेफ है, कोई दिक्कत नहीं है। और जहाँ सेफ रहे वो अपना घर लगता है, वहाँ मतलब कोई डर नहीं रहता। थ्याङ्क यू। ठीक है, ओके ओके बाई। इन्डियनहरू नै हो नि। Assalamualaikum. यहाँ चाहिँ दो बाटो छ। यो चाहिँ डोल्पा जाने बाटो, पुल क्रस गरेर डोल्पा जाने बाटो पनि छ रहेछ मुस्ताङ हुँदै। यता चाहिँ लोमाङथाङ अनि मुक्तिनाथ यो बाटो हो। बाटो चाहिँ एकदम राम्रो छ है, मुक्तिनाथसम्म चाहिँ पिच छ बाटो, एकदम राम्रो पनि छ। काटेर अब चाहिँ हामी मुक्तिनाथ मन्दिरको लागि अगाडि बढ्दैछौँ। कति राम्रो हिमालय हो, राम्रो भ्यू देखिरहेको छ, हल्का पानी परिरहेको छ। अब 10-11 किलोमिटर छ, 20 मिनटको बाटो। आज गएर हामी त्यहीँ बस्नेछौँ, बाँकी चाहिँ भोलि घुम्नेछौँ कागबेनी अरू डेस्टिनेसनहरू। अब जाउँ है। फोटो चाहिँ भोलि खिच्नेछौँ, आज त्यति राम्रो भ्यू पनि छैन कि, भोलि पक्कै घाम लाग्नेछ। फोटो हान्ने जस्तो ठाउँ चाहिँ रहेछ यो चाहिँ। कति राम्रो कि सिधा बाटो होइन, पिच, भ्यू पनि राम्रो, घाम लागेको हुनुपर्ने हो कि।
के होला? मेरो तुलबहादुर तिलबहादुर के? मगर हो। मगर हो। घर कहाँ हो नि? व्यक्ति हो, यता बस्छ। ए यता काम गर्नुहुन्छ। यो खचडहरू हो कि घोडा के हो? सबै घोडा है। यो के को लागि परेको हुन्छ दाइ? यो मान्छेहरू चल्छ अनि मलहरू पुग्ने, दाउरा पुग्ने। ए कतिवटा खा? आज 55 हान्न त हान्दैन नि। खाँदैन। अनि यिनीहरूले यो चराउन लैजानु भयो तपाईँले? चराउन लग्यो। के खान्छ यता माथितिर? त्यो अलिअलि त्यो काँराहरू छ, अलिअलि घाँस पोको। अनि यिनीहरूलाई उसमा चाहिँ के जस्तो गोठमा राख्नुहुन्छ अनि के खाना दिनुहुन्छ त्यहाँ चाहिँ? दानाहरू दिने, घाँस पनि हुन्छ। घाँस हुन्छ। यो हिउँ परेको ठाउँमा जान कति टाइम लाग्छ है? कति माथिसम्म लैजानुहुन्छ नि तपाईँले? हामीले त्यसकै जरातिर लग्यो। यो हिमाल यसको नाम के हो थाहा छ? हिमाल होइन है, यो हिउँ परेर डाँडा हो होइन? हजुर एउटा घोडालाई कति पर्छ दाइ? 2-3 लाख पर्छ यहाँ है? कति वर्ष चल्छ? 22 वर्ष। कति आम्दानी दिन्छ वार्षिक एउटा घोडाबाट? एउटा घोडाबाट दिँदो रहेछ त। अनि चराले माटो गयो, मान्छेहरू बोगाए उग्रे दिनमा। अब 2-3 लाख दिन्छ एउटाले आम्दानी वार्षिक? वार्षिक त कहाँ दिने, अब वार्षिक भन्नाले अब वर्षमा। 1 वर्षमा त्यही त खुवाउनु पर्यो होइन? खुवाउनु पर्यो। अर्को को छ तपाईँको त्यहाँ साथी? पहिले ए तपाईँलाई कति स्यालेरी दिन्छ नि दाइ? मलाई छैन, हामी त्यति अर्काको चराउने हो। दिनको 1000 रुपियाँ दिन्छ। दिनको 1000 रुपियाँ दिनकै चराउनुहुन्छ? दिनको त कहाँ छ? ए दिनकै पाइँदैन होइन? यिनीहरू कहिले काममा जान्छ होइन घोडाहरू? गए त लिएर आउन। ल दाइ धन्यवाद है। ल 5:30 बजीतिर झ्याल खोलेर यसो बाहिर हेरेको त यो चाहिँ मुक्तिनाथ मन्दिरको अलिकति तलपट्टिको होटल हो। बाहिर त हिउँ परिरहेको रहेछ। ल धेरै वर्षपछि हिउँ चाहिँ देख्न पाइयो है नजिकबाट। अब छौनानी पाइने भयो। चिसो चाहिँ म्यासिभ हुनेवाला छ। हिजोसम्म मौसम कस्तो थियो अरे? काटेर नयाँ बनाउँदा झ्यालबाट उठेर बिहान 5 बजी झ्यालबाट हेर्दाखेरि बाहिर चाहिँ हिउँ परिरहेको थियो। अब चाहिँ हामी चाहिँ मन्दिर दर्शन गर्न निस्किँदैछौँ। चिसो म्यासिभ बढेको छ होइन? प्लास्टिक लगाएर खुट्टामा होइन? अहिले पनि हिउँ परिरहेको छ। तलतिर त के छ कुनै होइन? एकदम चिसो छ। अब दर्शन गरेर फर्किन्छ। बाटो चिप्लो छ, बाइक चलाउन पनि गाह्रो छ। ल जाउँ। हिजोसम्म त ठिकै थियो कि आज चाहिँ हिमालय
भिडियो के के हो भिडियो बनिरहेछ केही देखेको छैन माथि माथि चाहिँ होइन माथि माथि चाहिँ त्यति साह्रो केही देखेको छैन यहीँनिर छ ए पिठो त पुग्दो रहेछ हिउँ परिरहेको थियो फेरि चिसो हुन क्या फेरि कति टाइम लाग्छ होला चाहिँ कति टाइम लाग्छ होला यही त हो मन्दिर उतै मुक्तिनाथ आएर पनि हिउँ देख्न नपाउने चाहिँ अभागी नै हो होइन हामी चाहिँ एक हिसाबले चाहिँ लक्की भन्नुपर्छ हिउँ परिरहेको छ होइन ओइ होइ 62-63 सालमा अल ओभर द नेपाल हिउँ परेको हो त्यसपछि चाहिँ फर्स्ट टाइम हिउँ छैयो है बाइक चलाउन चाहिँ अलिक गाह्रो हुने भयो कि पर्खेर कुदेर जानुपर्छ हिउँमा बाइक चिप्लिन्छ यो परेवा होला यसो त कपडा पनि छैन केही छैन आफ्नै प्वाक छन् के अरे नेचुरल प्रकृतिले दिएको प्राकृतिक रूपमा फलेको हिउँ परेको हामी हिउँको पानी खाँदैछौँ खाऊ हिउँ परिरहेको तर हामी यहाँ आगो ताप्दैछौँ यो मन्दिर साइडमा चाहिँ म्यासिभ छ कि हिउँ चाहिँ बढी नै छ तलभन्दा -5 to 6, 7 टेम्परेचर छ होला सायद हिउँ पग्लेको पानी हो मुलको पानी हो यो है अल्टिट्युडमा पनि फेरि पानीको मुल छ है हिउँ परेर घाम लगाइदियो भएपछि बब्बाल सिन चाहिँ बबालै हुन्थ्यो
जाउँ त्यहाँ माथि जाउँ। इससे 8 हो नुहाउन सकिन्छ कपडाहरू राख्नु कहाँ राख्नु के गर्नु हिउँ परिराखेको छ समस्या त्यो भयो कि यहाँबाट स्टार्ट गरेर त्यहाँबाट लास्ट निस्केर अनि यो कुण्डामा चाहिँ लास्ट नुहाउने हो त्यहाँ नुहाएर त्यहाँ डुबेर डुबुल्कीमा हालेर निस्किने हो बल्ल होइन सिस्टम चाहिँ के हो अब आज चाहिँ के गरेको छ थाहा छैन त्यो पानी छोएर भन कस्तो छ पानी कतिको तातो टेम्परेचर कस्तो होटेलको भन्दा तातो छ होइन हिउँ नपरेको भएर यो तातो अलि त्यस्तो होटलको भन्दा तातो नै हुन्थ्यो अरे कि यो मुक्तिनाथ मन्दिर हो यो चाहिँ हिउँ चाहिँ झन् बढ्दो छ हिउँ पर्ने क्रम चाहिँ बढिरहेको छ दर्शनार्थीहरूको भिड देख्न सक्छौँ यो चिसोमा पनि मान्छेले नुहाउन चाहिँ छोडेका छैनन् है बहादुर मान्छेहरू यो चाहिँ यस्तो परेको छ के रुखहरू हो यो नुहाउनुहोस् नुहाउनुहोस् म्यासिभ चिसो भइरहेछ हिउँ कन्टिन्युसली भइरहेछ बिस्तारै तल झर्नु पर्छ बाटो चाहिँ खराब छ बाइक चलाउन सक्ने स्थिति छैन दर्शन गरेर भिडियोहरू फोटोहरू खिचेर टिकटकहरू बनाएर अब चाहिँ फर्किने समय भइसक्यो हाम्रो मुक्तिनाथ मन्दिरबाट पानी पनि लिएर हिँडेको छ है त्यो चाहिँ घरमा लैजानुलाई हो दर्शनार्थीहरू तन्दै हुन्छ हिउँ पर्न चाहिँ बन्द भयो अहिले चाहिँ मुक्तिनाथ मन्दिरको वरिपरिको भूभागहरू हो यो पहाडहरू माथि यहाँ चाहिँ हल्का सूर्यको दर्शन हुँदैछ दिउँसोतिर चाहिँ पानी घाम लागेपछि हिउँ पग्लिने सम्भावना देख्छु म दिउँसोतिर चाहिँ सायद झरिन्छ होला बाटो खुल्छ होला अब मजाको दृश्य यस्तो दृश्य चाहिँ लाइफमा चाहिँ पटक पटक देख्ने अवसर चाहिँ पाइँदैन कि दर्शन गर्नेहरूको भिड छ माथि निस्किनेहरू दर्शन गर्न निस्किनेहरू
हामी चाहिँ तल झर्दैछौँ। कति राम्रो देखेको हो। घाम पनि लाग्छ कि अब। मान्छेहरू चाहिँ यसरी हिँड्न नसक्नेहरूलाई यस्तो सुविधा कति पैसा तिरेर हो। दर्शन त गर्नु पर्यो नि जसरी भए पनि, बोकेर भए पनि होइन र भने। Such a nice view. फेरि अर्को दिदी पनि खाटमाथि बसेर आउँदै हुनुहुन्छ। बिस्तारै जानु है, बिस्तारै जानु। रिसाउँछन् फेरि बोक्नेहरू। जति बोक्ने मान्छे पायो उति फाइदा हो नि फेरि बोक्नेहरूलाई त। अब हामी चाहिँ मुक्तिनाथ दर्शन गरेर फर्किँदैछौँ। यो कागबेनी 8 किलोमिटर भने यहाँ चाहिँ गाडी बिग्रेर बाटो जाम भएको छ अरे। गाडीहरू बिस्तारै आइरहेको जस्तो देखिन्छ। आउनेहरूको लाइन छ। मान्छेहरू त बाइक पनि राखेर हिँड्दै आइरहेको। चिप्लो भयो भनेर हामी चाहिँ हिजै आएको। हिजो आएर मुक्तिनाथ नजिकै बसेकोले टाइममा दर्शन गरेर फर्किँदैछौँ। बाटो चाहिँ अलि अप्ठ्यारो छ। ठेली गएको ल बिस्तारै बिस्तारै। बारिसम्म नै काम परिरहने। हेर्नु त पछाडि कस्तो गाडी आइरहेछ। लेकाली जस्तो क्या। सीन देखिनेवाला छ क्या। पारी भित्तामा कागबेनी लेखेको छ हैन। यहाँ यसमा चाहिँ सायद यो कागबेनी यही होला। यो चाहिँ बब्बाल देखिरहेको छ हैन।
मुक्तिनाथबाट हामी तल झर्दैछौँ तल गएर सोध्छौँ हामीले कागबेनीको गाउँ यही हो कि अरू पनि छ होइन कागबेनी यही हो भने चाहिँ हामी जोमसोम गएर खाना खान्छौँ सायद कागबेनी यही होला जस्तो लाग्यो कि मलाई चाहिँ होइन यसको नाममा त एउटा मुभी पनि बनेको छ सही हो यिनी गाडीहरू गएर सबै जाममा पर्ने तत्कालीनहरू जानु भ्याउँछ मान्छेको सेड्युल नै बिगारिदियो क्या त्यो एउटा बाटोले गर्दा टाइम हुन्छ नि त यहाँ यति टाइम यहाँ कागबेनी सायद यताबाट अलिक पर होला जस्तो लाग्यो कि यहाँबाट अझ अगाडि आज चाहिँ आकाश पनि राम्रो भयो होइन आज त आकाश पनि राम्रो भयो आकाश खुलेको छ हिजोभन्दा अलिक राम्रो आउँछ क्या आज यो परेको रहेछ नि त फेरि कागबेनी इङ्ग्लिसमा लेख्या नि माथि चाहिँ के भाषा हो यो यतैको भाषा होला कति टाइम लाग्छ कागबेनी यही नै हो क्या सायद गुड मर्निङ यो कागबेनी यहाँबाट उता हो कि यही हो कागबेनी यहाँ खोलामा जानु नि हजुर होटलहरू पनि छ खाना खाने त्यो बाटोको होटल हो यो खोलालाई चाहिँ मेन कागबेनी यही नै हो होइन बजार यही बाटो जान्छ काम तल होइन एकदमै यही नै हो कागबेनी यही नै रहेछ हो हामी चाहिँ अहिले चाहिँ दुम्बा लेकमा आइपुगेका छौँ जोमसोमबाट 5 किलोमिटर हो यो जोमसोम यो प्रहरी चेकिङ छ सशस्त्रको चेकिङ त्यहाँबाट थोरै भित्र 5 किलोमिटर भित्र हो ताल छ रमणीय ताल मौसम खुलेको छैन त्यस्तो त साह्रै राम्रो भ्यू देखिने ठाउँ हो अहिले चाहिँ हामी दुम्बा लेक घुमेर फर्किँदैछौँ यो जोमसोमको चाहिँ भित्तामा लेखेको यो चाहिँ यहाँनिरबाट चाहिँ क्लियरली देखेको रहेछ यो जोमसोम बजार हो जोमसोम एयरपोर्ट यही हो कतिपय प्लेनहरू पनि एउटा पनि देखिँदैन के हो एयरपोर्ट बन्द हो कि के हो हामी चाहिँ अब दुम्बा लेकबाट जोमसोम लेटे हुँदै मार्फा तल झर्दैछौँ मुस्ताङ